यो चाहिँ मेरो बेड लास्ट नाइटलाई। हेलो गाइज, गुड मर्निङ। अनि बिहानको 7 बज्न लाग्छ अनि आइम गोइङ टु रेकर्ड एभ्रिथिङ टिल आई मुभ फ्रम दिस प्लेस होइन। चाहिँ काम लागिसक्यो बाहिर अनि हाम्रो घरबाट चाहिँ हिमालको यस्तो सही भ्यू देखिन्छ। आई विल सो यु होइन। आइम गोइङ टु रेकर्ड एभ्रिथिङ होइन। अब यो मिलाउनु नि छ, अहिले आएर मिलाउँछु। 7 बजेर 15 मिनट गइसक्यो, बल्ल मिलाउँछु। नत्र भए मैले यस्तो यसपछि भन्दा भन्दा मिलाउँदैन। सो लेट्स डु इट। त्यहाँनिर छ माउन्टेन, देख्यो? यहाँबाट देखेछ र क्यामेरामै देखेन। सो घाम लागिसक्यो 7 बजे नै। त्यो वाइट अलिकति हो, यो हो हिमाल। अनि हाम्रो घरबाट चाहिँ सधैँ देखिन्छ है, प्राय यो विन्टर सिजनमा। अघि झन् कति राम्रो भएको थियो सनराइज हुने बेलामा। अब चाहिँ म हस्पिटल आएँ अनि हस्पिटलमा चाहिँ मैले लाइनमा बसेको थिएँ भने त्यहाँ इन्डोस्कोपी समथिङ के गर्दा औषधि हाल्ने रहेछ। म यसपछि चाहिँ पुतुतु भागेर अप्ठ्यारो गएँ। त्यसपछि चाहिँ म बाहिर निस्केँ हस्पिटलको काम सकेर। अनि बाटो हाम्रो रिलेटिभ्सको घरतिर गयौँ होइन। यस्तो मजा आएको थियो कि एकदमै खुल्ला बाटो छ। अनि यहाँ चाहिँ हामी रिलेटिभ्सको घर आइपुग्यौँ। मैले त्यो रेकर्ड गर्दैछु होइन। आज चाहिँ म त घरबाट धेरै निस्केँ कि बाहिर पुरा डुलिरहेको थिएँ होइन, नत्र म प्रायः घरमै हुने। अनि त्यसपछि म त्यहाँबाट निस्केर टुङ घर आएँ। त्यो धानबारी यस्तो पहिलो पाकेको छ होइन धान, यस्तो राम्रो थियो। फेरि माउन्टेन पनि देखिरहेको थियो बिचमा त। तर मैले रेकर्डै गरिनँ, बिहानै गरिसकेँ भनेर। त्यसरी म चाहिँ दिउँसो 12 बजे घर आइपुगेँ। अनि आजलाई चाहिँ यति नै भ्लग गरेँ होइन। फेरि भोलि